एउटा यस्तो फुटबल टिम जसको 11 जना नै आफ्नो बेलाको सर्वोत्कृष्ट खेलाडीहरू थिए। यो टिमले फुटबल खेलेन मात्रै यो टिमले फुटबललाई पुनः परिभाषित गरिदिएको थियो। आज म तपाईहरुलाई 1988 को एसी मिलानतिर लिएर जान खोजिरहेको छु। एउटा यस्तो टिम जसलाई फ्रन्टबाट लिड गरिरहेको थियो, एउटा यस्तो मान्छे जसको आफ्नो फुटबल करियर भने प्रोफेसनल थिएन तर पनि आफ्नो दिमाग चाहिँ नम्बर 1 जिनियसको रूपमा लिएको थियो। इटालियन मास्टरमाइन्ड अरिगो साची। अरिगो साचीको 1988 को एसी मिलान टिम अरु टिमको लागि र फुटबलको लागि एउटा चीट कोड जस्तै थियो। यो टिमले त्यो बेलाको सबै ट्याक्टिक्सलाई एक्जिक्युट गरेको थियो। उनीहरु हाई प्रेस फुटबल खेल्थे, उनीहरुको टिम मसिन जस्तो प्रेस गर्थे, उनीहरु जोनल मार्किङ सिस्टममा पनि खेल्थे र एक अर्का प्लेयरको बीचमा जम्मा 10 मिटरको मात्रै ग्याप हुन्थ्यो। अरिगो साची टचलाइनमा बसेर आफ्नो ट्याक्टिक्स वर्क गरिराख्थे भने फिल्डमा 11 जना प्लेयर्सहरुमा अग्रपन्थीमा लिड गर्दै हुन्थे डच म्याजिक, मार्को भ्यान बास्टेन, रुड हुलिट र रिजकार्ड जस्ता प्लेयर्सहरु धमाधम गेम बाइ गेम गोल गरिरहेका हुन्थे भने रक्षापन्थीको कमान सम्हालिरहेका थिए त्यतिखेर फ्रान्को बारेसी र पाउलो माल्डिनी जस्ता स्टिल गेटहरु। यो टिम इटालीको च्याम्पियन बन्यो, युरोपमा दबदबा राख्यो र युरोपियन फुटबललाई सदाका रूपमा रिभोल्युसनाइज पनि गरिदियो। सो 1988 एसी मिलान, मोर देन अ टिम, अ revolution, and Arrigo Sacchi, more than a coach, a football philosophy.